हेलो गाइस, वेलकम टु मिनी भ्लग। आज चाहिँ मेरो छुट्टी लिएर आज छुट्टीको दिन चाहिँ एउटा कन्टेन्ट त बनाउनु पर्छ है भन्ने सोच दिमागमा आयो। त्यसपछि चाहिँ अब म चाहिँ साथीको घर जाँदैछु, मेरो साथीको घर। लेट्स सी आज चाहिँ हामीले दिनमा चाहिँ के गर्छौँ, अब टिकटक बनाउँछौँ कि अब कहीँ घुम्न जान्छौँ कि के गर्छौँ भनेर हजुरहरूलाई पनि देखाउने छु म। अब चाहिँ म घरबाट निस्किन लाग्छु गाइस। म चाहिँ रेडी भएर साथीको घर लागेँ। म चाहिँ साथीको घर आइसकेको छु। अब हो साथी पनि घरमै छ होला। मेरो साथीको घर चाहिँ यता बगरमा हो। उसको घरमा चाहिँ लाइक दिस जुन फ्रोजन मोमो प्रडक्ट एन्ड सप्लायरमा चाहिँ म आइसकेको छु। अब साथी छ कि छैन हेरौँ। मेरो साथीको घर होममेड मोमो मेरो साथीले आफूले बनाएको मोमो पकाएर खाँदैछ। मोमो कतिखेर पाक्ला भनेर हेरे गरेको छु गाइस। म चाहिँ एकदम एक्साइटेड छु मोमो खानलाई। मेरो साथी चाहिँ मोमोको अर्डर आएको भएर चाहिँ अर्डर पुऱ्याउनु गएको थिएँ। अहिले चाहिँ आइसक्नु भएको छ, देख्नुहुन्छ मेरो पछाडि। यदि हजुरहरूलाई नि फ्रोजन मोमो अब अचारहरू चाहिएमा चाहिँ उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। उहाँको चाहिँ के छ अरे टिकटकमा वाट्सएपमा जुजु पिकल होइन जुजु पिकलमा चाहिँ अचार पनि पाइन्छ प्लस होममेड मोमोहरू पनि पाइन्छ। छिटो मिठो अनि एकदम टेस्टी पनि छ है गाइस। अब चाहिँ हाम्रो मोमो रेडी भइसकेको छ। मोमो प्लस थुक्पा पनि हजुरले देख्न सक्नुहुन्छ गाइस। सो मोमो र थुक्पा रेडी भएपछि हामीले खाएपछि चाहिँ हामी यसो डुल्नको लागि चाहिँ बाहिरतिर लाग्यौँ। मेरो दिन यतै बित्यो। अनि हामी चाहिँ साथीको दुईटा छोरा लिएर आउँदैछ। बेबी अब म घर जान आँटिसक्यो। हेर्नु त रात परिसक्यो। आज दिनभरि यही बसियो। आज चाहिँ हामी बाहिर कतै नगई साथीको घरमै बसेर टिकटक बनाइयो। 1 महिनापछि भेट हुन्छ होला। अब बाई बाई। 16 17 दिन ओपनिङ कहिले हेऱ्यो लाग्यो है त। अब म चाहिँ घर जानलाई रेडी भयो। साथी साथमा भएपछि चाहिँ दिन पनि छिनमै बित्ने रहेछ। हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू।